भ्रष्टाचारीहरू नत्र जनताले तिनीहरूले ल्याएर यहाँ फाल्टो खनेर घाँटीभित्र माथि मह दलेर कमिला छोडिदिन्छौ। तिनीहरूको दिन आइसकेका छ। यो इन्डियाको चम्चे, इन्डियाको दलालहरू। अब यो कुनै तिमीहरूको मासु भात र पेट्रोलमा आएको जनता होइन। यो नाटक गरिराखेछौ नि तिमीहरूले। हामी नाटक देखाउन आएको हो। हामी सबै व्यवसाय भएको मान्छे यहाँ आएको छौँ। तिमीहरूको अत्याचारले सीमा नाग्यो। कुलमान घिसिङ चाहियो, अहिलेको सरकार कोही पनि चाहेन। हाम्रो कुलमान घिसिङलाई एकदम नराम्रो ढङ्गले उहाँहरूले निकाल्नु भयो। 4 महिना उहाँलाई त्यसरी निकालेपछि सारा नेपाली जनता अहिले कुलमान घिसिङको लागि यहाँ सडकमा उत्रेका छन्। आक्रोश हुनु जरुरी छ। यदि हामी आक्रोश भएनौँ, यति हुँदा पनि त्यो सरकार आँखा चिम्लेर बस्छ भने त्यही सरकार बस्ने ठाउँमा